जय नेपाल, सुखी नेपाल, हाम्रो नेपाल, राम्रो नेपाल, सबैमा अभिभाव हुन्छ। आजको प्रसङ्ग विशेष छ। यो चुनावको प्रसङ्ग, यो चुनावको प्रसङ्ग किन विशेष छ भने यो चुनाव आफैमा विशेष छ। 46 सालपछिको प्रजातन्त्रपछि 48 सालपछिको यो 34 वर्षपछिको विशेष चुनाव हो। यसमा हामीले विवेक सम्मत निर्णय गर्यो भने आमूल क्रान्ति र परिवर्तन हुन्छ, जुन हाम्रो पुर्खाले विगत 70-80 वर्षदेखि चाहेको असली क्रान्ति आउँछ। तपाईँ मान्नुहोस् नमान्नुहोस्, नेपाली जनताले चाहेको असली क्रान्ति अहिलेसम्म आएको छैन। क्रान्तिकारी भन्नेहरूको अनुहार हेर्नुहोस्, सम्झिनुहोस्, हामीले के पायौँ? कसै के पायो? जनताले केही पाएको छैन। यो पालिको चुनावमा दुईटा मात्रै तपाईँसँग अप्सन छ। कि तपाईँ यथास्थितिवादी बस्नुहोस्, पुरानो सत्ता र उसलाई नै त्यही सहयोग गर्छु भनेर, होइन म चेन्ज चाहन्छु मेरो छोरा नाति बालबच्चाको लागि भने तपाईँको लागि एउटा मात्र अप्सन छ, नयाँ अप्सन। आफूले मान्दै आएको पार्टी सिद्धान्त पनि मान्न पाइयो, होइन? त्यसमै रहेर पनि हामीले क्रान्तिको लागि यो पालि चाहिँ एकचोटि सम्झेर आफ्नो मताधिकारलाई विशेष रूपले प्रयोग गर्नु पर्यो। म आफू पनि डेमोक्रेटिक मान्छे हुँ, तर यो पालि डेमोक्रेटिक भनेको तपाईँहरू नेपाली कङ्ग्रेस सम्झिनुहुन्छ होला, मेरो त ब्लडमै त्यही छ, होइन? तर म त्यो होइन। म सधैँ परिवर्तन राम्रोको चाहना राख्ने व्यक्ति हुँ। त्यही अनुसार बुझिदिनु होला। र यो पालि हामी चाहन्छौँ परिवर्तनले नै जित्नेछ। यदि यो पालि परिवर्तनगामी वा परिवर्तनकामी शक्तिको पराजय भयो भने ती सम्झिनुहोस् कि फेरि आउने 20-25 वर्ष यस्तै ओली जस्ता हत्याराहरूकै शासनमा तपाईँ हामी बस्नुपर्छ। देउबा जस्ता पतितहरू, होइन, त्यसलाई केही दिन नसक्ने माधव नेपाल झले जस्ता, लण्ठक उपेन्द्र यादव सिकेहरू जस्ता घातक, राष्ट्रिय रूपमै घातक तत्त्वहरू राजनीतिको लागि जे पनि बोलिदिने। त्यही भएर योपालि आफूले फलो गरेको पार्टी हुँदा हुँदै पनि योपालि परिवर्तनको लागि नयाँ सोच राखेर हामी अगाडि बढ्ने हो। यदि योपालि तपाईँहरूले गर्न सक्नु भएन, योपालि पनि त्यही पुरानै मासु भात पेट्रोलकै पछाडि लागेर आफ्नो लागि त 2 छाक टार्नु होला, होइन? तर 365 दिन टारिँदैन र तपाईँको आउने पुस्ता छोरा नातिको 25,000 दिन टारिँदैन। हेर्नुहोस्, मान्छे 70 वर्ष बाँच्यो भने झन्डै 25,000 दिन हुन्छ। त्यसमा 20,000 दिन चाहिँ दुःखैमा बाँच्छन् तपाईँको सन्ततिहरू। यो सम्झेर भोट हाल्नुहोस्। के तपाईँ चाहनुहुन्न आफ्ना सन्ततिहरूले सुखशैल नभएर कम्तीमा एउटा सम्मानजनक लाइफ बाँचुन्? के दलाल तन्त्र, ओलिगार्की, करप्सन्स, मैमत्ता हुँदा हुँदा कस्तो दिनसम्म आयो भनेपछि नेपाली कङ्ग्रेसमा राणाको छोरी देउबा हाबी हुन्दिन आए, जो पूर्णतः दरबारिया र राजावादी मान्छे, मण्डलीको फुल मण्डली ब्याकग्राउन्डमा मान्छे। उसको आमा अस्तिसम्म पनि मण्डलीको केन्द्रीय सदस्य हो। के को भन्न लाज हो? यो प्रसङ्ग मैले ठ्याक्कै सम्झेँ। 3टा विद्वानहरूको नाम। एक छन् परम विद्वान, बीबीसीका रिटायर्ड रविन्द्र मिश्रजी। अर्का 2टा छन् खुङ्खार कानुनी विद्वानहरू, डाक्टर के भण्डारी र अर्को के एउटा नेपाल भन्ने छ उतातिरको सौगात समथिङ लाग्दा नेपाल समथिङ, होइन?
पर्सनली नाम लिएर त कुरा गर्नु त खास जायज होइन। तर यस्ता सिरकभित्र लुकेर घिउ खाने लोकतन्त्र र प्रजातन्त्रको नाम लिएर भित्रै नेपालमा पहिले बन्न खोजेको विवेकशील साझाले पहिले बनाउन खोजेको त्यो एउटा नयाँ परिवर्तनकारी शक्ति बनाउन खोजेको घुसपैठ गरेर बिगार्ने सबै यिनीहरू हुन्। यिनीहरूको छेपार प्रवृत्ति अहिले हेर्नु त सबका सब कुन पार्टीबाट उठाएको छ नि तिनटै। हो यस्ता छेपारहरूलाई चाहिँ राम्रोसँग चिन्नुपर्छ जनताहरूले। मिठा कुराले हुँदैन। त्यो राजेन्द्र लिङ्गदेन भन्ने मान्छे असल हुन् तर सङ्गतै ओलीको। जसको सङ्गतै गलत गर्छ भने त्यसलाई अब मैले असल भन्दिनँ। असल मान्छेको सङ्गत असलै हुनुपर्छ। तर त्यो गलत भनेपछि त्यसलाई छाडिदिनु हो, चटक्क छाडेर हिँड्ने हो। जसरी मैले मेरो यहाँ सेयरमा काम गर्ने 2-4वटा धुरन्धरहरूलाई चटक्कै छाडिदिएको छु। त्यही भएर परिवर्तनको लागि हो यो पालि जेसुकै भए पनि छातीमा हात राखेर परिवर्तनको लागि हामी अगाडि बढ्ने हो, सकेको सहयोग गर्ने हो र हाम्रो बालनजीलाई प्रधानमन्त्री बनाउने हो। उहाँले नराम्रो काम गर्यो भने त्यसपछि त छँदैछ नि फेरि सबैको समय आउँछ। जय देश जय नेपाल। हाम्रो नेपाल राम्रो नेपाल। गड ब्लेस एभ्री होस्।